ओडिआईमा नेपालको लगातार हार विश्वकपबाट टाढा गरिरहेको छन्। किनभने एकदमै राम्रो पर्फर्मेन्स गरेको टी20 विश्वकपमा छनौटमा परेको छन् 2026को नेपाल। तर ओडिआईमा एकदमै लगातार खराब प्रदर्शन गरिरहेको छन् नेपाली खेलाडीहरूले र लगातार दुईवटा हारको सामना गर्नु परेको छन्। किनभने अबको हारले नेपाललाई विश्वकप खेलाउन सक्दैनन् भनेर जस्तो लागेको छन्। एकदमै खराब प्रदर्शन गरिरहेका छन् नेपाली खेलाडीहरूले। एउटा राम्रो खेलाडीले एकदमै एकतर्फबाट रन मारिरहेछन् भने अर्कोतर्फबाट 10 विकेट नै गिरिरहेका छन्। जस्तो राम्रो सुकै खेल्नु भएको थियो, एकदमै क्याप्टेन रोहित पौडेलले एकदमै राम्रो पर्फर्मेन्स गर्नु भइरहेको थियो, तर अर्कोबाट एकदमै लगातार विकेट गिरिरहेको थियो, जसको बावजुद नेपालले ठुलो रन बनाउन सकिरहेको छैनन्। अर्कोतर्फ जब नेपाल चेस गर्न गइरहेको छन् भने एउटा खेलाडीले राम्रो प्रदर्शन गरिरहेको छन् भने अर्कोतर्फबाट विकेट गिरिरहेको छन्। तर यो समस्यालाई समाधान गर्नको लागि चाहिँ नेपाली खेलाडीहरूले नै समाधान गर्न सक्छन्। साथै नेपालसँग धेरै राम्रो खेलाडीहरू रहेको छन्, तर तिनीहरूलाई मौका नपाएको भए यस्तो प्रदर्शन आइरहेको छन्। 5वटा गेम खेलाउँदा नेपाली खेलाडीहरूले 4वटा म्याचमा आउट भइहाल्छ र एउटा म्याचमा राम्ररी 50 रन मारिदिन्छन् भने त्यो खेल होइनन्। त्यस्तो खेलाडीलाई हामी टिममा राख्न गलत त साबित भइरहेका छन्। जसले पनि राम्रो प्रदर्शन गर्छन् त्यसैलाई टिममा राख्नुपर्छन्, चाहे वो टिमको कुनै पनि खेलाडी नहोस्, त्यसलाई टिमबाट बाहिर हटाउनुपर्छन् र लगातार राम्रो पर्फर्मेन्स गरेको व्यक्तिलाई राख्नुपर्छन्। टी20 होस् चाहे ओडिआई होस्, चाहे टी20को ब्याट्सम्यानलाई किन न ओडिआई खेलाउनु पर्ने रहेको छन्, त्यसैलाई नै अब ओडिआई खेलाउनु पर्छन् र नेपाललाई जसै भए पनि जित हासिल गराउनु पर्छन्, जसको बावजुद नेपालले विश्वकपमा क्वालिफाई गर्छन् ओडिआईमा। नत्र फेरि नेपालले अर्को साल पर्खिनु पर्छन्। नेपालले लगातार राम्रो प्रदर्शन गरिरहेको थियो ओडिआईमा, तर अहिले एकदमै खराब प्रदर्शन गरिरहेको छन्। 8-9वटा म्याच नेपालले हारिसकेको छन् ओडिआईमा। ओडिआईको क्वालिफाईमा यति हारको सामना नेपाललाई बाहिरिन सक्छन् विश्वकपबाट। विश्वकपमा जानको लागि अबको एउटा हार नेपालको सपनालाई चुरचुर गरिदिन्छन् र नेपाली खेलाडीहरूलाई पनि यो कुरा सम्झना छन्। एउटा खेलाडीले म्याच जित्दैनन्। ओडिआईमा 4वटा ब्याट्सम्यानहरूले प्रोपरली 50-60 रनभन्दा माथि रन लगाउनु पर्छन्, नत्र भने ठुलो स्कोरसम्म पुग्न सकिँदैनन् र ओपनर ब्याट्सम्यानहरूले त 200 रन मारिदिन्छन्, तर हाम्रो देशका खेलाडीहरूले त 50 रन पनि लगाउन सकिरहेका छैनन्। यस्तो खेल र यस्तो प्रदर्शन रह्यो भने हाम्रो देश पक्कै नै ओडिआईबाट बाहिर हुनेछन्। अब अनिल शाहलाई मौका पायो भने उनले सायद कम बलमा बढी रन हान्नुहुन्छ र उनको स्ट्राइक रेट पनि राम्रो छन्। ओपनर ब्याट्सम्यानले महत्त्वपूर्ण योगदान दिन्छन् टिमको लागि र 3 नम्बरमा आएको ब्याट्सम्यानले पनि राम्रो खेल्नुपर्छन्। 3 नम्बरमा हाम्रो क्याप्टेन रोहित पौडेल आउनु भइरहेको छन्। एकदमै राम्रो पर्फर्मेन्स हान्नुभयो, जसको बावजुद उहाँले 100 रन हान्नुभयो। तर बाँकी सबै बलरहरूले 20 रन र 10 को स्ट्राइक रेटले खेलिरहेछन् भने त्यससँग के हुन्छ? ओडिआईमा 100 भन्दा माथिको स्ट्राइक रेट मेन्टेन गर्नुपर्छ। साथै विपक्षी टिमहरूले त 175-76 को स्ट्राइक रेट मेन्टेन गरिरहेको छन्, तर हाम्रो खेलाडीहरूले 10, 20 र 50 को स्ट्राइक रेटले खेलिरहेछन्। यस्तो खेल भयो भने हामी विश्वकपबाट बाहिर हुनेछौँ भने यो कुरा पनि हाम्रो खेलाडीलाई राम्ररीसँग सम्झना छन्। यस्तो प्रदर्शन आयो भने हामी अब विश्वकपबाट छनौटबाट बाहिरिन हुन सक्नेछौँ। राम्रो प्रदर्शन गरोस् नेपाली खेलाडीहरूले र हामी पनि विश्वकपमा ओडिआईमा आउनेछौँ भन्ने हाम्रो आशा रहेको छन्। नेपालीहरू अहिले धेरै दुखित फ्यान्स रहेको छन्, किनभने राम्रो प्रदर्शन गर्दा गर्दा एकदमै नेपाली खेलाडीहरूले अब खराब प्रदर्शन गरिरहेका छन्। प्रदर्शन राम्रो भयो भने नेपाली फ्यान्सहरूले पनि धेरै मन पराउने छन्, नत्र भने एकदमै खराब यस्तो प्रदर्शन गर्यो भने कहाँ मजा आउँछन्। साथमा जब हाम्रो बौलिङ आइरहेको छन् भने बौलिङमा पनि एकै ओभरमा 20 रन गइरहेका छन्। ओडिआई खेलमा यति ठुलो रन गुमाउनु भनेको म्याच नै गुमाउनु हो। सानो ठुलो टी20 खेलमा मात्र 20 रन र 22 रन हान्ने गर्छन् एक ओभरमा, तर ओडिआई खेलमा त धेरै ओभरहरू त यस्तै नै डटै गइहाल्छ। तर हाम्रो खेलाडीहरूले गएर एकै ओभरमा 20 रन 10 रन मारिरहेको छन् र साथै हाम्रो तर्फबाट एकदमै राम्रो पर्फर्मेन्स गरेका रहेको छन् ओडिआईमा सन्दीप लामिछाने, जुन विकेट निकाल्नु भइरहेको छन्। 10वटा खेलाडी खेलाएर अलराउन्डरै 10वटा राख्यो भने नेपालले जित्न सक्दैनन्। प्रोपर ब्याट्सम्यान र प्रोपर बौलरको साथ उतर्नुपर्छन्, तब ओडिआईमा जित हासिल हुन्छन्। नत्र 8वटा बौलरै खेलायो र 10वटा अलराउन्डर लिएर म्याच जित्न असफल हुनेछन्। जति प्लेयरहरू छन् सबैलाई अलराउन्डरै राखेर म्याच जित्न धेरै गाह्रो हुन्छन्।
प्रोपर बौलर र प्रोपर ब्याट्सम्यानको साथ उतर्नुपर्छन् र एउटा दुईटा अलराउन्डर भयो भने पुग्छ। नत्र हामी सबै अलराउन्डरैको साथ उतर्छौँ भने यो म्याचबाट हामीले अरू धेरै टाढा भइहाल्छन् र यो सिरिजले नै हामीबाट अब टाढा गइरहेको छन्। अब दुईटा म्याच अझै बाँकी छ, युएस र युएई विरुद्ध। यो दुवै म्याच नेपालले हार्यो भने हामी विश्वकपबाट टाढा हुनेछौँ र हामी 2026को ओडिआई वर्ल्ड कपमा हामी हेर्ने छैनौँ 27को वर्ल्ड कप, जुन एकदमै राम्रो हुने गइरहेको छन्। इन्डियामा नै हुन्छन् भने जस्तो आशा रहेको छन् र 2027को ओडिआई वर्ल्ड कपमा विराट कोहली र रोहित शर्माको पनि लास्ट ओडिआई वर्ल्ड कप हो। त्यसमा हाम्रो नेपाल खेल्छन् भने हामीले पनि हेर्न अलि मन लाग्छन् र धेरै राम्रो बेनिफिट हुनेछन् नेपाली खेलाडीहरूलाई। तर अब खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् भने हामीहरूको पनि आशा रहेको छन्। अबको म्याच हार भनेको नेपाली खेलाडीहरूबाट टाढा लग्नेछन्। आजको लागि यति नै। जय नेपाल।